Hello guys, good morning and welcome back to the new video. म होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। फाइनली हामी बोल्ने गाइस आज चाहिँ हामी त पशुपति दर्शन गर्नको लागि आएको थियौँ होइन। हामी पूजाभन्दा पनि अब दर्शन मात्र गर्न आएको गएर चाहिँ त्यसको शिव मन्दिरलाई सम्झेर हामीले चाहिँ अब मनमा लागेको आँटे कुराहरू चाहिँ अलिकति मनमा नै मागे जस्तो गऱ्यौँ है। मैले त सुना भनेको के अरे अब उसले चाहिँ मनमा नै मागेको छ, उसले चाहिँ के मागेको त्यो चाहिँ मलाई थाहा छैन। पशुपतिनाथले चाहिँ एकदम पुरा गरिदियोस् भन्न चाहन्छु म चाहिँ। मेरो पनि विसहरू पुरा गरिदिनुहोस् है माता पशुपति मन्दिर। हजुर ओके हामीले चाहिँ अब अगाडि परेवालाई गएर एकछिन सर र दाना खुलाउने भनेर भाइले सकेको छौँ। हामीले चाहिँ कुन स्कुलमा पढ्छौ नि? चामुण्डा माध्यम सेकेन्डरी। चामुण्डा माध्यम सेकेन्डरी। ओके क्यान्सेल राम्रोसँग समाधान होला तिम्रो चाहिँ राम्रो छ है त। वेलकम त राम्रोसँग पढ। ओके ल पछि अब मलाई सो गाइस फाइनली मैले चाहिँ अब परेवालाई दाना खुलाउनको लागि यहाँ मैले 300 रुपियाँ चाहिँ दाना किनिसकेको छु। अब चाहिँ अगाडि गएर चाहिँ डक्टर परेवालाई हामीले दाना खुलाइन्छ है राम्रोसँग है। यता हेर न के बोलेर भन न। ल्याउन मन खाल्छु लो क्यामेरा समाउनु ल। सो गाइस अब परेको दाना 300 रुपियाँमा किनेको अब है 300 रुपियाँ सकिन लागिसक्यो। अब 250 को सक्यो 50 रुपियाँको चाहिँ छ यहाँ। के त बोलेर फाला ओम नमः शिवाय भनेर फाला त ल। ओम नमः शिवाय। सो हाम्रो चाहिँ अब दानाको खुलाइसक्यो। अब चाहिँ हामी अब फर्किन लाग्यो गाइस है। के छ तिम्रो हाल खबर सुनाउ। बिहान त भात खाएर आउनु भनेको क्या त्यसले भातै खान नदिनु के हो त नि मन सोखो भए त भइहाल्यो नि। के भन नि त ल के बोल ल तिम्रो अगाडि तिम्रो मनमा के छ त्यही भन ल छिटो किनकि त भन न कस्तो भयो आजको माहौल। बिहान पूजा गर्न गयो आइयो कस्तो भयो। अनि अरू बेला त फातर बोल्छौ त। अनि जब क्यामेरा यस्तो गरिदिएपछि त साइलेन्ट क्या अब सो गाइस अब चाहिँ हामी पशुपतिबाट निस्किसक्यौँ। सो आज चाहिँ फाइनल्ली मेरो बुढी चाहिँ अब देश विदेशको यात्रामा चाहिँ आज राति करिब 11 बजी फ्लाइट छ। त्यही म चाहिँ उसलाई छोड्न आएको छु होइन। छोड्न आएको क्रममा चाहिँ हामी पशुपति दर्शन गऱ्यो। त्यही गाइस अब चाहिँ ऊ चाहिँ जाँदैछ। अब त्यही हो अब धेरै समयपछि नै भेट हुन्छ हाम्रो। अब लगभग अब मेरो काम भइदियो भने पनि लगभग हाम्रो भेट हुने कि त्यस्तो 2-3 वर्षै लाग्छ टाइम है। बुढी भन न तिमीलाई कस्तो अब मलाई छोडेर जाँदैछौ त तिमीले मनमा कतिको खुल्दुल भयो के भन्छ अरे एक महिनामा जाडो मजा त्यही हो नि कपडा फेर्दै बस्दै हो नि क्या 3 दिन तिम्रो भन्दा मेरो शरीर सफा छ भन्न नआएको भन्ने ठ्याक्क 28 दिन भएको छ। 28 दिन भइसक्यो मन नआएको तर पनि उसको शरीरबाट सेन आउँछ मेरोबाट मगाउनुको बाटो आउनु होला र यस्तै हो। अब चाहिँ हामी चाहिँ अब निस्क्यौँ है। अरू ल त्यो गाइस अब चाहिँ यति नै हो भिडियो चाहिँ म यहीँ गर्न चाहे चाहिँ पशुपतिको बिहानको माहौल चाहिँ मैले देखाइसकेँ होइन। सो गाइस अल अफ सबैजनाले पशुपतिले एकदम रक्षा गरौँ। मेरो भिडियो जसले हेरिराख्नुभएको छ उहाँहरूलाई अझै भिडियो मार्फत दर्शन गराउन सफल भए। सो तपाईँहरूलाई चाहिँ पशुपतिले एकदमै मनले आँटेको इच्छा सबै पुरा गरिदिनु भन्न चाहन्छु म चाहिँ। ओके गाइस बाई बाई हेभ अ गुड डे।